तपाईहरुलाई स्वागत छ हाम्रो जालपा युट्युबमा। मैले आज नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वार्ड नम्बर 7 स्थित रहेको यो एमसीसी परियोजना को सब स्टेसन निर्माण भइरहेको ठाउँ देखाउँदै छु। यहाँको वातावरण यस्तो रहेको छ। यो फाँट यो चाहिँ सबै एमसीसी ले लिएको छ र यहाँ अहिले धमाधम निर्माण कार्य सुरुवात भइरहेको देख्न सकिन्छ। तपाईलाई मैले देखाइराखेको छु। यो निर्माणाधीन अवस्थामा रहेको छ। यो एमसीसी परियोजना नेपालमा ल्याउनु हुँदैन भनेर युवाहरूले प्रदर्शन पनि गरेका थिए। कतिले यसको विरोध पनि गरेका थिए। विरोध गर्दा गर्दै पनि संसदबाट यो विभिन्न बहानाबाट विभिन्न आफ्नो धारणा बनाई संसदबाटै पास गरेका छन् राजनीतिक दलहरूले। यी राजनीतिक दलहरूले अबको भोलिको दिनमा के होला भन्ने सोच्दै नसोची आफूले मनग्गे आम्दानी पाउने आशामा र यो देशलाई फाइदा हुने आशामा यो एमसीसी परियोजना पास गरेका छन् र यो निर्माणाधीन कार्य अगाडि बढिराखेको छ। भोलिको दिनमा के होला भन्ने यो भन्न सकिन्न। एमसीसी परियोजना भएका देशहरू आज त्यो देश चाहिँ सखाप भएको देखिन्छ र त्यहाँका युवा त्यहाँका जनताहरू निराश भएका छन् र त्यहाँका नेताहरू आज देश छोडेर भाग्न बाध्य भएका छन्। यो तपाईहरुलाई मैले भनिराख्नु पर्दैन, देखिराख्नु भएको छ। विभिन्न तथ्यहरू सार्वजनिक भइराखेका छन्। विभिन्न देशको घटनाक्रमहरू तपाईहरु बुझिराख्नु भएको छ, तपाईहरुले हेरिराख्नु भएको छ। त्यसैले पनि नेपालमा पनि भोलिको दिनमा यो नहोला भन्न सकिन्न। यो राम्रो काम त होइन भन्ने जनमानसमा रहिआएको छ। यद्यपि जे हुनु भइसक्यो, हामी भोलिको दिनमा राम्रै होस् भन्ने अपेक्षा राखौं र यो कार्यक्रमले सफलता पाओस् भन्ने पनि हामी कामना गर्दछौं।